घुमायो दाजु गाडी बिग्र्यो यो उहिलेदेखिकै हो केमुना बाङा यो केमुना उहिलेदेखि नै थियो यही केमुनामा भनेपछि लुक्नुहुन्थ्यो अरे बाङा पेटमा आएर पानी पर्दाखेरि चाहिँ लुक्नुहुन्थ्यो पानी तरियोस् भने पेटमा बस्थे अनि आमाको दृश मरेपछि जान्थे कुदेर आएर लुक्नुहुन्थ्यो यहाँ कता कता घुमेर आमालाई छली राखेर घर छेउकै केमुनामा लुक्नुहुन्थ्यो पुरा उता माथि माथि घुम्यो अनि सट्टा तलदेखि घुमिआयो यहाँ बाटो थियो नि त अहिले त मासियो त्यसकै फेदमा बाटो हो नि त माथिल्लोपट्टि त्यही लुकेर बस्थे अनि अब चाहिँ आमाको रिस मऱ्यो है भनेपछि चुप लागि निस्क्यो अनि हिँड्यो उहिले त्यस्तो थियो होइन आमा बाउले लखेट्ने कुट्ने भाग्नु पर्ने कस्तो हुस्से लागेर दर्शकबिनहरू हेर्न सक्नुहुन्छ यो चाहिँ हाम्रो मिक्लाजुङ एक रमिते बैकुण्ठे हो यो चाहिँ सबै हाम्रो पुर्खौली थाकथलोहरू बाङा यहीँ जन्मिनु भएको होला नि यहीँनिर हाम्रो यो बोके साग सागको नाम रुखको नाम बोके सागको रुख यहाँ पिकअप बिग्रेको जस्तो छ दिवाहरू पनि यहीँ जन्मेको होला नि बाङा दिवाहरू सबै बाङाको बुवाहरू हाम्रो बुवाको बुवाहरू हामी चाहिँ पल्लोमा अलिक पर मूल घरमा नयाँ छ सबै यहीँनिर तर त्यहीँ अलिक पर भएर भनिसकेपछि उहिले नै आएको रहेछ बाङाको बुवाहरू हाम्रो बुवाको बुवाहरू जन्मेको पनि यहीँ भनिसकेपछि त अहिले हो त नि 5 पुस्ता भयो यहाँ बसेको मोरङ जिल्लामा धेरै छ धेरै पुस्ता भयो नि कहाँ 5 पुस्ता मात्रै काले बुढा होइन धनमायपा नरबिरेपा होइन अनि त्यस पछाडि अनि हाम्रो बाबुहरू 3 हामीसँग 4 अब नाति खालसँग 5 अनि हाम्रो छोराछोरी अनि हाम्रो छोराछोरी 7 पुस्ता काले बुढासँग 7 पुस्ता अनि काले बुढाको बाबुसँग 7 पुस्ता अनि उयोहरू हाम्रो उको मेरै नातिहरू छ नि हैन त्यो त यस्तो नि पुस्ता त जन्मिसक्यो पुस्ता त गरिन्छ तर सकिएको छैन अहिले नाति पुस्ता मात्रै चल्दैछ नि त नातिको पुस्ता आएको छैन त्यो भएकोले गर्दाखेरि तर जन्मिसकेपछि त पुस्ता त आइसक्यो अब त्यो त आयो 7 पुस्ता त्यो काले बुढा भन्दा अगाडि भएको हो अगाडि हो नि भनेपछि त 8 पुस्ता अगाडि हो त्यही भएर त 7 पुस्ता अनि अहिले हो त नि हाम्रो मोरङमा मात्रै झापामा पनि टेको छैन पुस्ताले तलाउतिर पनि हो नि त टाढी मधुमला रतनपुर टाढी भम्पा डाँडा भन्दो रहेछ त्यो पनि मोरङ हो नि त मोरङको कुरा गर्दाखेरि त्यही त हो नि टाढी र रमिते फरक त होइन त्यही तल्लो गाउँ र माथिल्लो गाउँ भन्ने जस्तो हो आम्मामा हुस्से लागेको हेर्न सक्नुहुन्छ दर्शकबिनहरू यो चाहिँ यति बेला हामी मोरङको मिक्लाजुङ गाउँपालिका वार्ड नम्बर 1 रमिते आइतबारे बैकुण्ठे भनेर चाहिँ पुरानो नाम चाहिँ बैकुण्ठे पछि आइतबारे अहिले रमिते भनेर पनि चर्चित छ खैर जे भनेर चर्चित भए पनि राखेको चाहिँ बैकुण्ठे हो बैकुण्ठे पछि आइतबार बजार लाग्ने भएपछि आइतबारे भन्यो अहिले चाहिँ फेरि पहिला रमिते गाविस भएकोले गर्दाखेरि त्यो गाविसको नामबाट फेरि यो ठाउँलाई रमिते भनेर पनि चिन्नु थालेछ हो यस्तो छ यहीँनिर हाम्रो बाजे बराजेहरू जन्मेको ठाउँ बाउ बाजे बराजेहरू जन्मेको ठाउँ यता है त ल साथीहरू